यो हो हाम्रो टोयलेट। पछाडिको भाग खनियाको रुख पहिलाको। सुलेत्र रामसिंह त रहेनछ। के आउँछ र? होइन होइन, खाना खाएर आएको, हामीलाई केही पनि पर्दैन, केही गर्नै पर्दैन, छोड्दैन हजुरको काम हो। आमाको भान्सा कोठा पहिलाको। यत्रो भएछ यो रुखिएको रुख हो, याद छ तिमीहरूलाई? मास्टर बुवाको घर थोरै तल देखियो। म पछाडिको भागमा छु है। या पहिल्यै भत्केको यो, पहिले भुइँचालो जाँदाखेरि भत्केको हो। पारिघरातिर यो गोठ रहेछ, यो तलको मलखातो, तल पनि 2-3टा सुन्तला छन्, आरू रहेछ। यो लुतेपानीको घर, पारिको त्यो रामदाईको घर हो। यहाँ पहिला ठाउँमा आएको, अब यो अन्तिम यो पहिलादेखि आएको मान्छे ए भान्जा अरे मधेस नलपुर नलपुर कस्ता थिए बिमार छ भने ग्यास्ट्रिक ग्यास्ट्रिकलाई नि बिमारी भन्छन्। सुनेको भाइ ए ग्यास्ट्रिक बिहान अनि के अरे के भन्यो भने हजुरलाई बुढाको बिमारी रहेछ धनसार मैले थुक्ने धनसार यो पल्लो पानी पाउँदैन। देखो पाउँदैन देखे होला नि पाउँदैन। भुवानीको घर बडाँडा कोटेको घर। स्याङ्जा बजार है। स्याङ्जा बजार शिरपरा आजको कार्यक्रम भएको ठाउँ है। यो तल्लो घरमा हो, माथिल्लो घर होइन। यही हो यताको वातावरण यस्तै छ। को कोले चिन्छ को कोले चिन्दैन विचार गर। आया ढाड दुखेर हामीले मुत्ने ठाउँ यता हो। टोयलेट त दामी बनाएको छन् कि अरूभन्दा नि।
यो घरलाई कसले चिन्छ कसैले चिन्छ चिन्दैन होला। यहाँ रामसिंहको रुख थियो भएछ त तलतिर सबै उस भएछ। ठुलो बुहारको ल हेर कोलमा काउले निस्किने बाटो है। हेर पिच बिच 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 बिचमा पिच भएर यो ज्यामिरे हो। हेर त पुरै पिच बाटो छ। दाङनीबाट पिच भयो अरब्याङको उता भयो। अरब्याङनी बाटो गएछ। यो त कृषि योजना अन्तर्गतको बाटो हो के अरे सर्लक्कै गएको छ। ल यही हो यहाँको वातावरण यस्तै छ। मगर डाँडो माथिल्लो घरको स्थिति कलर त सेम कलर छ। यिनीहरूले लगाएका त होइनन् होला। कलर पहिल्यै आमाले लगाएको कलर हो यो। सुन्तला रहेछन् यहाँ एउटा दुईटा तिनवटा चारवटा 5 6 बुवाले लगाएका सुन्तलाहरू हुन् जहाँसम्म। यो कलर थप्नु भएको र पछि लगाएको त्यो चकिलो रहेछ क्या। यो भित्तामा यो डोले सुत्रो पाएको पाएको होइन लगाएको पछाडि सुत्रो त खै देखेछ नि के झ्याल अब त्यहाँ थियो के